नमस्कार सम्पूर्णमा। मेरो कविताको शीर्षक छ नबिताउँ जीवन सित्थैमा। विश्व यो चौतारी हो, केही क्षण बिसाई हिँड्ने हामी यात्री हौँ। विश्व यो चौतारी हो, केही क्षण बिसाई हिँड्ने हामी यात्री हौँ। थाहा छैन हामीलाई पुग्न पर्ने कहाँ हो कहाँ। थाहा छैन हामीलाई पुग्न पर्ने कहाँ हो कहाँ। यसैले क्षणिक विषयमा नबिताउँ जीवन सित्थैमा। यसैले क्षणिक विषयमा नबिताउँ जीवन सित्थैमा। हामी जस्तो मान्छे धेरै बिसाउँदै पुनः हिँडिसके। हामी जस्तो मान्छे धेरै बिसाउँदै पुनः हिँडिसके। अनि यो जन्मरूपी आएर मृत्युरूपी हिँडाइको क्रम। अनि यो जन्मरूपी आएर मृत्युरूपी हिँडाइको क्रम हिजोदेखि आजसम्म भइरहेका छन् भने भोलि पनि भइरहने नै छन्। हिजोदेखि आजसम्म भइरहेका छन् भने भोलि पनि भइरहने नै छन्। यसैले क्षणिक विषयमा नबिताउँ जीवन सित्थैमा। यसैले क्षणिक विषयमा नबिताउँ जीवन सित्थैमा। हामी पनि त्यही क्रमलाई दोहोऱ्याउँदै हामी पनि त्यही क्रमलाई दोहोऱ्याउँदै भनौँ यो चौतारीमा केही क्षण बिसाउँदै। यो चौतारीमा केही क्षण बिसाउँदै पुनः हिँड्न परेका छन्। पुनः हिँड्न परेका छन्। यसैले क्षणिक विषयमा नबिताउँ जीवन सित्थैमा। यसैले क्षणिक विषयमा नबिताउँ जीवन सित्थैमा। धन्यवाद।